दर्शकबिन नमस्कार अनि स्वागत छ हाम्रो नयाँ भिडियोमा। आज हामीले कागतीको अचार भाग 2 लिएर आएका छौँ। भाग 1 मा मैले कागती काटेर नुन मात्र मोलेर बिर्को राम्रोसँग लगाएर घाममा राखेको थिएँ। 10-15 दिन घाममा राखेपछि यसको बोक्रा राम्रोसँग गलिसकेको छ। धेरै समय राख्नको लागि भने यसलाई त्यत्तिकै राख्दा पनि हुन्छ। यसलाई मसलाहरू राखेर मिठो अचार बनाएर खान पनि सकिन्छ। हेर्नुहोस् है त, सुरुमा मैले लिएकी छु टुक्रा गरेर काटेको नुन मात्र मोलेर बट्टामा 10 देखि 15 दिनसम्म घाममा राखेको कागती। त्यसपछि त्यसमा राखेको छु भुटेर पिसेको रायोको धुलो र खुर्सानी। त्यसपछि राखेको छु बेसार, त्यस्तै गरी मसला पनि राखेको छु। नुन भने यसलाई पहिला नै नुन मात्र मोलेर राखेको हुनाले फेरि नुन भने राख्नु पर्दैन। त्यसपछि एउटा भाँडोमा तेल तताउने। तेल राम्रोसँग तातेपछि त्यसमा जिरा मेथी तातेको तेलमा छोडिदिने। त्यसपछि मेथी र जिरा राम्रोसँग रातो हुने गरी पाकेपछि अचारमा खनाइदिने। तर लामो समयसम्म राख्नको लागि भने तेल अलि धेरै राख्नु होला। यसरी तयारी भएको अचार आजबाट नै खान मिल्छ। यसरी बनाउँदा धेरै मिठो पनि बन्छ। हजुरहरूलाई गुलियो मन पर्छ भने चिनी राखेर पनि बनाउन सक्नुहुन्छ। यसरी बनाएको अचारलाई बट्टामा बिर्को कसेर राख्नु भने धेरै समयसम्म राखेर पनि खान मिल्छ। भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट र सेयर गर्न नभुल्नु होला। नमस्ते।